मेरो कुरा अनि मेरो आवाज पनि बिग्रेको छ बोल्दा बोल्दै हैन अब बोल्दा बोल्दै आवाज त बिग्रिहाल्छ नै अनि अब जादुतिर नै जाऊ हैन जिपी सर यता नि घुमाउनु मैले त्यता नि घुमाउँछु सर घुम्छु टेन्सन सर बसौँ सर बसौँ सर बसौँ बस्छु सर बस हजुर 15 बार बस्नु भयो भने सबलाई देखिन्छ म यसरी बसेर सर बसेर हेर्नुहोस् म अब केही यसको बारेमा बताउँदैछु यो धागो होइन सर डोरी सर यता ध्यान दिनुहोस् ओके सर ओके ध्यान दिएर सुन्नु होला यो डोरी हो होइन यो डोरी हो कि होइन माथि गरिदिनुहोस् अब त्यति माथि यो डोरीमा यो काठको धागो यो काठ हो यो काठको धागो छिराइएर राखेको छ अब स्पष्ट भयो हैन यो दुईटा धागोमा यो काठको गोटी भनेको हामीले बच्चाहरूलाई यो जादु के हो भने यो काठको गोटीमा छुने बित्तिकै तल झर्छ यो धागो छुटिएको हुँदैन यो काठ पनि छुटिएको हुँदैन यो काठको गोटी फुटेको हुँदैन मैले छुने बित्तिकै यो झर्छ अब हेर्नुहोस् यसमा कुनै शंका छैन यो काठको गोटी के हो त अब चेक गर्न सक्नुहुन्छ तपाईहरु यो काठ हो हेर्न सक्नुहुन्छ काठ हो कि होइन म्याम चेक काठ हो कि होइन काठ हो पुरै ओरिजिनल काठ हो हामीले बच्चाहरूलाई अक्षर सिकाउने यो अक्षर सिकाउने काठ हो हैन ल यसलाई भित्र छ अलि पेनको साथमा छ अलि पेनमा त मुख्य कुरा महत्त्वपूर्ण हुन्छ साथी अलि चाक्लो बनाउनु न अलि चाक्लो बनाउनु अलि भन्दा झक्नु माथि म छुने बित्तिकै यो गोटी झर्छ हेर्नु ल पात्लो पेन छ पात्लो पेन यसले पात्लो छ नि ल शिक्षकको कलममा कागज छ यसमा पनि तागत छ साथी हो शिक्षकको ल हेर्नुस् यो काठको गोटी हैन हजुर यो काठको गोटी हो तपाई हेरिराख्नु भएको छ अब यो म गोटी छुने बित्तिकै ध्यान दिनु होला है यो गोटी छुने बित्तिकै यो गोटी तल झर्छ र यो डोरी पनि चुडिएको हुँदैन र यो काठको गोटी पनि फुटेको हुँदैन अब यसलाई मैले एक ठाउँमा गरे अब दुईटा धागोमा छिराइएको छ अब एउटा धागो तपाईँ दिनुहोस् एउटा बाँधिदिनु पर्यो यिनीहरूलाई बाँध्नु पर्यो तपाईँ पनि एउटा दिनुहोस् जुनसुकै दिए हुन्छ है ल अब म निकालिरहेको छैन मैले के गरेँ त माथि मैले निकालेको छैन हजुर यहाँ हेर्नुहोस् यो प्रष्टै दुईटा धागोमा मैले के गरेँ त योलाई बाँधे गोटी निकालेको छैन यसरी समात्नुहोस् अनि यो यसरी औँलामा बेरेर राख्नुहोस् यसरी बलियो तरिकाले है हो बलियो पारेर राख्नु यो सुन्नुहोस् हजुर यो गोटी तल झरे पनि हैन ध्यान दिनु होला गोटी तल झरे पनि तपाईहरु नछोड्नु छोड्दैन हामी केही गर्दैन मैले नछोड्न भनिसकेको छु अब म यो गोटी छुने बित्तिकै यो झर्छ किनभने शिक्षकको कलममा हेर्नुहोस् यो काठको गोटी तल झर्छ र यो धागो चुडिएको हुँदैन र मैले अनुरोध गरिसकेको छु हजुर यो धागो नछोड्नु होला है धागो नछोड्नु होला गोटी झरेकोमा पनि शिक्षकको पाखुरामा पनि ताकत छ शिक्षकको पाखुरामा ताकत छ ल हेर्नु शिक्षक एकता जिन्दाबाद अब नछोड्नु होला शिक्षकको बाहुमा पनि ताकत छ अब मेरो हातमा केही पनि छैन मैले धागो समाते गरिदिए धागो छुटिएको छैन
यो काठको गोटी हेर्नुहोस् फुटेको छ म्याम हेर्नुहोस् चेक गर्नुहोस् यो धागो चुडिया छ त चुडिया छ गोटी फुटिया छ किनभने शिक्षकको कलममा हस्त धन्यवाद।